खण्ड 1 द सिक्रेट अफ मिलिनियर माइन्ड को खण्ड 1 धन सम्बन्धी तपाईँको ब्लुप्रिन्ट। हामी दैत्य संसार अर्थात् सिक्काका दुई पाटा जस्तै संसारमा बस्छौँ। जस्तै माथि र तल, उज्यालो र अँध्यारो, गर्मी र जाडो, भित्र र बाहिर, चाँडै र ढिला, दायाँ र बायाँ, हजारौँ विपरीत ध्रुवका यी केही उदाहरण हुन्। एउटा ध्रुवको अस्तित्व बिना अर्को ध्रुवको अस्तित्व असम्भव हुन्छ। बायाँतर्फ नभई दायाँतर्फ सम्भव होला त? सम्भवै छैन। यस तथ्यद्वारा हामी एउटा महत्त्वपूर्ण निष्कर्षमा पुग्न सक्छौँ। जसरी सम्पत्तिको बाहिरी नेम हुन्छ, त्यसै नै यसको भित्री नेम पनि हुन्छ। बाहिरी नेममा व्यावसायिक ज्ञान, धनको प्रबन्ध र लगानीको विधि हुन अनिवार्य हुन्छ। भित्री नेम पनि बाहिरी नेम जत्तिकै महत्त्वपूर्ण हुन्छ। कार्पेन्टर र उसको औजार एउटा राम्रो उदाहरण हो। एकजना कार्पेन्टरका लागि राम्रो औजार हुनु जरुरी भए तापनि उसमा राम्रो औजार प्रयोग गर्न सक्ने क्षमता त्योभन्दा अझै बढी जरुरी हुन्छ। बल्ल ऊ कुशल कार्पेन्टर बन्न सक्छ। म पर्याय भन्ने गर्छु, कुनै चिज सही समयमा सही ठाउँमा हुनु मात्र काफी हुँदैन, बरु तपाईँ सही समयमा सही ठाउँमा सही व्यक्ति बन्नुपर्छ। तपाईँ को हो? तपाईँ कसरी सोच्नुहुन्छ? तपाईँका धारणाहरू के छन्? तपाईँ आफ्ना बारेमा कस्तो महसुस गर्नुहुन्छ? तपाईँका बानी र खुबीहरू के छन्? तपाईँको अरूसँगको सम्बन्ध कस्तो छ? तपाईँलाई आफ्नैमाथि कतिको विश्वास छ? अरूमाथि तपाईँ कति विश्वास गर्नुहुन्छ? डर, चिन्ता, असुविधा भए तापनि तपाईँ कतिको काम गर्न सक्नुहुन्छ? के तपाईँ साँच्चै सम्पत्तिको हकदार हुनुहुन्छ? आफ्नो चरित्र, सोचाइ र विश्वासले तपाईँको सफलताको स्तर निर्धारण गर्न धेरै नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। मलाई मनपर्ने लेखक स्टुअर्ट वाइल्डले भनेका थिए, सफलताको शक्तिले मानिसको ऊर्जा बढाउँछ। यसबाट मानिसहरू स्वाभाविक रूपमा तपाईँतिर आकर्षित हुन्छन्। सम्पत्तिको सिद्धान्त। तपाईँ जति बढ्न सक्नुहुन्छ, तपाईँको आम्दानी त्यति मात्र बढ्न सक्छ। तपाईँको आम्दानी त्यति मात्र बढ्न सक्छ जति तपाईँ बढ्न सक्नुहुन्छ। तपाईँको धन सम्बन्धी नक्सा अर्थात् ब्लुप्रिन्ट किन महत्त्वपूर्ण छ? तपाईँको धन सम्बन्धी नक्सा किन महत्त्वपूर्ण छ? तपाईँले आफूलाई आर्थिक रूपमा बर्बाद गरेका मानिसहरूका बारेमा सोच्नु भएको छ? धेरै पैसा कमाउँदै पनि धेरै पैसाको हकदार भइराख्ने मानिसहरूमाथि तपाईँले ध्यान दिनुभएको छ? केही मानिससँग सुरुमा धेरै राम्रो अवसर भएर पनि हातमा लाग्यो शून्य भएको देख्नुभएको छ भने अब तपाईँले त्यसको कारण जान्नुहुनेछ। बाहिरबाट हेर्दा यस्तो हुनुमा कुनै दुर्भाग्य, अर्थतन्त्रको मन्दी, धोकेबाज पार्टनर वा अरू कुनै कारण हुन सक्ला। भित्रबाट भने अर्कै कारण छ। प्रशस्त पैसा आए पनि यदि तपाईँ भित्रैबाट तयार हुनुहुन्न भने त्यो पैसा धेरै बेर तपाईँसम्म टिक्ने छैन। तपाईँले त्यसलाई सिध्याउनुहुनेछ। पर्याय धेरै मानिसहरूसँग धेरै पैसा कमाउने र राख्ने भित्री क्षमता नै हुँदैन। धेरै सम्पत्ति र सफलतासँगै आउने चुनौतीसँग लड्ने क्षमता पनि उनीहरूसँग हुँदैन। उनीहरूसँग कहिल्यै पनि धेरै पैसा नहुनुको मूल कारण यही हो। लोटरी जित्नेहरू यसका आदर्श उदाहरण हुन्। उनीहरूले जति धेरै
धनराशि जिते पनि आफ्नो पुरानै आर्थिक अवस्थामा फर्केर आउँछन्। उनीहरूको गुजारा चल्ने जति मात्रै धन हुन्छ। अर्कातिर आफ्नो मेहनतले करोडपति बन्ने मानिसहरूसँग यसको ठिक उल्टो हुन्छ। ध्यान दिनुहोस्, सेल्फ मेड मिलिनियर्सले पैसा गुमाएर भने पनि थोरै समय त्यति पैसा फर्काएर डोनाल्ड ट्रम्प यसको राम्रो उदाहरण हुन्। ट्रम्पसँग अरबौं डलर थियो। एकपटक उनको सबै पैसा डुब्यो, तर केही वर्षमै उनले डुबेको पैसा पाए। पहिलेभन्दा अझै बढी कमाए। यस्तो किन हुन्छ? सेल्फ मेड मिलिनियर्सले पैसा गुमाउँदा पनि आफ्नो सफलताको सबैभन्दा महत्त्वपूर्ण टट्टो कहिल्यै गुमाउँदैनन्। त्यो टट्टो हो उनीहरूको मिलिनियर्स दिमाग। डोनाल्डको मामलामा पनि उनले मिलिनियर दिमाग नै थियो। डोनाल्ड ट्रम्प मिलिनियर्स मात्र बनेर खुसी हुन सक्थे भनेर तपाईले कहिल्यै सोच्नु भएको छ? यदि डोनाल्ड ट्रम्पको कुल सम्पत्ति $1 मिलियन मात्र भएको भए तपाईको विचारमा उनले आफ्नो आर्थिक स्वतन्त्रता बारेमा कस्तो महसुस गर्थे होलान्? पर्याय मानिसहरू उनलाई वित्तीय दृष्टिले असफल मान्थे, किनभने डोनाल्ड ट्रम्पको आर्थिक ठर्बो स्टेट मिलियनमा होइन बिलियनमा निर्धारित अर्थात् सेट छ। पर्याय मानिसहरूको आर्थिक ठर्बो स्टेट मिलियनमा त के कुरा जम्मा 100 मा निर्धारित हुन्छ। केहीको त आर्थिक थर्मोस्टेट 0 भन्दा पनि तल हुन्छ। यस्ता मानिसहरू नराम्रोसँग खत्तम भइसक्दा पनि यस्तो किन हुँदैछ भनेर उनीहरूको अन्दाज हुँदैन। धेरै जस्तो मानिसहरू कहिल्यै पनि आफ्नो पूर्ण क्षमतामा पुग्दैनन्। आधिकारिक स्रोत अनुसार 80% मानिसहरू कहिल्यै पनि आफ्नो मनले चाहेको जिन्दगी जिउनका लागि आर्थिक रूपमा स्वतन्त्र वा आत्मनिर्भर बन्न सक्दैनन्। यी 80% मानिसले कहिल्यै पनि सुखको दाबी गर्न पाउँदैनन्। कारण थाहा पाउन सजिलो छ। धेरै मानिसहरू बेहोसीमा बाँचिरहेका छन्। उनीहरू स्टियरिङ व्हीलमा निदाइरहेका छन्। उनीहरू जीवनको माथिल्लो तहमा काम गर्छन्। केवल आफूले देखेको